यो म्याचमा संसार नै रोकिन्छ। मेसी भर्सेस रोनाल्डो इन अ वर्ल्ड कप नकआउट राउन्ड। मेसी भर्सेस रोनाल्डो द बिगेस्ट म्याच इन फुटबल हिस्ट्री भनेर कत्रो सपना देखेको, सबै सपना चकनाचुर भयो। सपना देख्न नहुने रहेछ, पुरा नहुने सपना नदेखेकै राम्रो। अब यिनीहरू पर्न सक्ने भनेको सिधै वर्ल्ड कप फाइनलमा मात्रै हो र यो दुईटै टिम वर्ल्ड कप फाइनलमा पुग्ने चान्स 1% चान्स 99% फेथ भनेको जस्तै हो। पोर्चुगलले ग्रुप जितेर नेक्स्ट केही म्याचेसहरू सजिलो पाउनलाई यो गेम जित्नै पर्थ्यो। जितेको भए घाना, स्विजरल्यान्ड अनि अर्जेन्टिनासँग क्वार्टर फाइनलमा पर्ने चान्स थियो। अब क्रोएसिया, स्पेन र युएसएसँग पर्छ सायद। टोटल 37 सट्स 91st मिनटमा कोलम्बियाको विनिङ गोल इत्तिले अफसाइड अनि डिसअलाउड। 0-0 तर बोरिङ गेम पक्कै थिएन। डिएगो कोस्टा 6 सेभ, म्यान अफ द म्याच। पोर्चुगलको गोलकिपर म्यान अफ द म्याच भनेपछि गेम कस्तो थियो भनेर भनिराख्नै परेन। उता मेसीले फेरि अर्को रेकर्ड तोड्यो रे, गोल पिच्छे रेकर्ड हुन थाल्यो। अब त यो ग्रुप स्टेजको फाइनल म्याचेसहरू छलफल गरौँ है त। पोर्चुगल कोलम्बियाको फर्स्ट हाफ चाहिँ ब्याक टु ब्याक इन्टु गेम भयो, हेर्नलाई रमाइलो। यो गेममा कोलम्बियाले नै बढी बल राख्यो, पोर्चुगलले धेरै डिफेन्डिङ गर्नु पर्यो। पोर्चुगलको कोचको प्लान आफूले बढी नै बल राख्ने थियो, तर नसकेको हो कि कोलम्बियाले नदिएको हो कि अथवा बल कम नै राख्ने अनि बढी डिफेन्डिङ गर्ने प्लान हो कि त्यो चाहिँ थाहा भएन। तर बेस्ट मिडफिल्ड इन द वर्ल्ड भनेर बल नै नराख्ने हो भने चाहिँ मजा आएन। यो प्लेमा क्यान्सेलोले बल जज गर्न नसकेको हो कि के हो, पहिले पनि भनिसके। क्यान्सेलोले डिफेन्डिङ मात्रै गरिरहनु पर्यो भने यो बेस्ट प्लेयर होइन। रोनाल्डो पनि पोर्चुगलले धेरै डिफेन्डिङ गर्नु परेपछि गेममा त्यति इम्प्याक्ट गर्न सक्दैन। अनि आफ्नो हाफतिरै मेसीले जस्तो रोनाल्डोले इम्प्याक्ट गर्न सक्दैन, उसको काम फिनिस मात्रै गर्ने हो। काउन्टर अट्याकिङमा पोर्चुगलको डिफेन्डिङ विक देखिरहेको थियो। यो कोर्डोबा भन्ने एकदम ज्याङ्ग पार भएको रहेछ। यसरी यहाँ ब्रुनोलाई त पछारिदियो है। जाओ नेमेसको सट्टा रुबेन नेमेस खेलाएको थियो, त्यसले कमसेकम एउटा गोल चाहिँ बचायो भनौँ। यो चाहिँ सायद गोलै हुन्थ्यो होला। यहाँ क्यान्सेलो छ, यो क्यान्सेलो हो। यस्तो एरियामा जान पायो भने चाहिँ क्यान्सेलोको बेस्ट निक्लिन्छ। यसले फर्स्ट गेममा रोनाल्डोलाई असिस्ट दिएको जस्तै नियर पोस्टमा क्रस अनि ब्रुनोले जसोतसो बल पाएर यो गोल हान्नुपर्ने गोल ठुलो मिस। ब्रुनोले पोर्चुगलको 3 गेममा खासै इम्प्याक्ट पार्न सकेको छैन। ब्रुनो त प्रिमियर लिगमा असिस्ट रेकर्ड तोडेर आएको मान्छे, यता पनि असिस्ट रेकर्ड ताक्ने गोल्डन बलको कन्टेनर होला भन्ने अनुमान थियो। तर यसको पर्फर्मेन्स सोचे जस्तो छैन। अब यसको रोल पनि अलिकति फरक छ, मैले पहिला भिडियोमा नि भनेको थिएँ। सेकेन्ड हाफको सुरुतिर जाओ फेलिक्सले काउन्टरमा केही न केही अलिक गर्ला जस्तो थियो, त्यसले अलिकति पार ल्याएको थियो। अनि राइट ब्याकमा क्यान्सेलो निकालेर डालोट ल्यायो, डिफेन्डिङको लागि नै होला। यहाँ डालोटले जाओ फेलिक्सलाई बल दिन्छ, फेलिक्सबाट रोनाल्डोलाई। रोनाल्डोले चान्स मिस गर्छ तर अफसाइड। रोनाल्डो लास्ट 2 वर्ल्ड कपमा सबसे धेरै अफसाइड पर्ने प्लेयरमा पर्छ। रोनाल्डो बुढो हुँदै गएपछि स्पिड घट्यो अनि त्यसलाई कम्पेन्सेट गर्नलाई चाँडै रन बनाउने हो कि के हो, तर टाइमिङ नमिलेर अफसाइड परिरहेको हुन्छ। राफाएल लिया सेकेन्ड हाफमा आएपछि काउन्टर अट्याकमा यो कोलम्बियाको राइट ब्याक आरियासलाई त कहाँ छोड्थ्यो। त्यसपछि कोलम्बियाले सब्स्टिट्युट गरेर अर्को मुनोज ल्याउँछ। मुनोजलाई पनि बल कटाएर वल्लो चोक छोडेर धन्नै पल्लो चोकमा पुगेर गोल हानिसकेको थियो। पोर्चुगलबाट राम्रो देखिएको भनेको भिएगा, यसले राम्रो डिफेन्डिङ गरे भन्छु म। कोलम्बियाको यो 91st मिनटमा यो क्विन्टेरोको क्रसबाट ड्याभिन्सन सान्चेजले हेडिङ यतिले बुटको यतिले आउटसाइड भएको रहेछ, नत्र कोलम्बियाले पोर्चुगललाई जितिसकेको थियो। पोर्चुगल त्यस्तो वर्ल्ड कप जित्ला जस्तो छाटकाट चाहिँ छैन है। प्लेयरले पनि राम्रो खेलिरहेको छैन। प्लेयरले नराम्रो खेलेको भन्दा पनि कोचले मिलाएर आफ्नो प्लेयरको बेस्ट निकाल्ने त्यो सेटअप चाहिँ बनाउन नसकेको जस्तो लाग्छ मलाई। अर्को गेम क्रोएसियासँग छ। क्रोएसिया पनि त्यति स्ट्रङ देखिएको छैन, त्यही भएर त्यो गेम त जित्ला। त्यसपछि चाहिँ गाह्रै देख्छु म। अब खै अर्को गेममा फेरि अर्जेन्टिनाले 3 गोल हान्यो। यो गेममा लोसेल्सो लास्ट वर्ल्ड कपमा इन्जर्ड भएर च्याम्पियन हुन नपाएको प्लेयर, यसले के गर्यो अफसाइड गोल हान्यो। 2टा त अफसाइड गोल नै हान्यो अनि आफैले फाउल जितेर आफैले फ्रिकिक हानेर गोल पनि छिराइदियो। यो फ्रिकिक देखेर मेसी पनि दङ्ग, आज चाहिँ मै हिरो हो भनेर दङ्ग थियो होला। फेरि सेकेन्ड हाफमा मेसी आएर सबै स्पटलाइट खाइदिइहाल्छ। यहाँ यो सेनेसी पहिला वर्ल्ड कप स्क्वाडमा थिएन, अर्को डिफेन्डर बालेडी इन्जर्ड भयो भनेर ल्याएको। धन्न फेरि यो पनि इन्जर्ड भएर त्यही बालेडीलाई फिर्ता बोलाउनु परेको थियो। मुखमा ड्याङ्गै सेकिदियो पेनाल्टी अनि पेनाल्टीमा लौतारेको गोल। अनि सेकेन्ड हाफमा जोर्डनले 1 गोल फिर्ता पनि हान्यो। अनि त्यसपछि मेसी ल भाइहरू जे गर्न सकिन्थ्यो गरिस्, अब दाइ आएर खेल्छ भनेर यो किपरले 2टै फ्रिकिकमा रङ जजमेन्ट, 2टैमा यसकै गल्ती थियो भन्छु म। र मेसीको फ्रिकिक गोल। अर्को रेकर्ड, मेसी वर्ल्ड कपको लगातार 7 गेममा गोल हान्ने पहिलो प्लेयर बनेको छ। अब तोड्ने रेकर्डहरू नै बाँकी छैन जस्तो लाग्यो मलाई। एउटा रेकर्ड रहेछ, एउटै वर्ल्ड कपमा मोस्ट गोल्स 13 गोल छ, जस्ट फोन्टेन भन्नेको। त्यो रेकर्ड तोड्ने यहाँभन्दा राम्रो मौका पाइँदैन। 6 गोल भइसकेको छ। अब 7 गोल बराबरी गर्न अनि 8 गोल तोड्नलाई चाहिएको छ। 3 विन्स फर अर्जेन्टिना। अर्जेन्टिनालाई त्यस्तो टेस्ट गर्ने टिम चाहिँ परेकै छैन भन्छ म। जस्तै अब ब्राजिललाई मोरोको पर्यो अथवा पोर्चुगललाई कोलम्बिया पर्यो, तर जस अर्जेन्टिना स्ट्रङ नै छ। यही ग्रुपको अर्को गेम चाहिँ झन एपिक भयो। 90+2 सम्म
दुईटै टिम पुगिरहेको थियो, एउटा सेकेन्ड भएर एउटा थर्ड भएर 4-4 पोइन्टमा दुईटै टिम पुगिरहेको थियो। तर 90+3 मा 3-2 हुन्छ। अब अल्जेरिया सेकेन्ड, अस्ट्रिया चाहिँ आउट। बेस्ट थर्ड प्लेस टिमहरू मध्येबाट इरान 8th टिम बनेर पुग्दै थियो। अनि फेरि 90+6 मा अल्जेरिया पनि पुग्यो, अस्ट्रिया पनि पुग्यो। यो गेमको एन्डिङ चाहिँ एपिक भयो। अनि अर्को ग्रुपमा इङ्ल्यान्डले फेरि जितेको छ। बेलिङहमको 1 असिस्ट 1 गोल। यो चाहिँ इङ्ल्यान्डको सुपरस्टार भएर निस्किँदैछ। इङ्ल्यान्डको मेन म्यान भनेको ह्यारी केन हो, अथवा औराको लेभलमा चाहिँ बेलिङहमले ह्यारी केनलाई पनि खाइदिन्छ भन्दा फरक पर्दैन। ह्यारी केनको पनि गोल। ह्यारी केनले यो सिजन क्लब र कन्ट्रीको लागि गरेर 70 गोल हानेर अर्को रेकर्ड बनाएको छ। रोनाल्डोको रेकर्ड तोडिदियो। रोनाल्डोले एक सिजनमा बढी गोल हानेको 69 थियो, त्यसलाई तोड्दै ह्यारी केनले 70 गोल हानेको छ। अझै यो वर्ल्ड कपमा कति गोल हान्छ मेसीको रेकर्ड भेट्टाउन चाहिँ गाह्रै छ। तर मेसीको 69 गेममा 82 गोल छ, ह्यारी केनको 60 गेममा 70 गोल। ह्यारी केनले अझै 9 गेम खेल्न त गाह्रै छ, तर 9 गेम पाएको भए 12 गोल नै हान्न नसके पनि नजिक चाहिँ पक्कै पुग्थ्यो। यो एकदम अन्डररेटेड, वान अफ द बेस्ट स्ट्राइकर अफ आवर जेनेरेसन। अब हेर्दाखेरि त्यस्तो एस्थेटिक देखिएन भने मान्छेले त्यति हाइप गर्दैनन्। यसलाई हेर्न मजा आउने एस्थेटिक भन्ने त्यस्तो भ्यालु चाहिँ के पनि छैन। तर इफेक्टिभनेस अनि गेममा इम्प्याक्ट चाहिँ ह्यारी केन एकदम टप लेभलमै हो। यो ग्रुपबाट इङ्ल्यान्ड फर्स्ट, क्रोएसिया सेकेन्ड र घाना थर्ड भएर 3वटा टिम पुगेको छ। पोर्चुगलको ग्रुपबाट पनि कङ्गो थर्ड भएर त्यो पनि पुगेको छ। बेस्ट थर्ड प्लेस टिमहरू इरान नै हुन्। अब भोलिबाट नकआउट सुरु हुँदैछ, ब्राकेटहरू सबै डिसाइड भइसकेको छ। त्यो अनुसार अब चाहिँ वर्ल्ड कप कसले जित्छ जस्तो लाग्छ कमेन्ट गर्नु होला।